हेलो हेलो गुड मर्निङ छ सबजनालाई। आज शनिबार 2083 जेठको आज कति गते 8 गते कि 9 गते हो, त्यस्तै त्यस्तै होला। गाउँबाट आइपुगेको छ मेरो लिची, आफ्नै करेसा बारीमा फलेको देख्न सक्नुहुन्छ। यो अर्गानिक यो लिची कसैले चाहिँ लिची भन्छन्, प्राय हामी नेपालमा चाहिँ लिची भन्छौँ भने खैरीहरू विदेशीहरू चाहिँ लाइची भन्दछन्। जुन अङ्ग्रेजी बोल्ने मुलुककाहरूले चाहिँ तपाईँहरूले चाहिँ के भन्नुहुन्छ त, लिची भन्नुहुन्छ कि लाइची भन्नुहुन्छ? तल कमेन्ट गर्नु होला। यस्तो रहेको छ है आजको हाम्रो यो लाइची। मैले पनि लाइची भन्दिनँ आज, जे पर्ला पर्ला आज मैले चाहिँ लाइची भन्दै। मैले पनि लाइची रहेको छ यस्तो। तपाईहरु के भन्नुहुन्छ होला कमेन्ट गर्नु होला। मिठो छ, आफ्नै करेसाबारीमा फलेको यो लाइची आएको छ हाम्रो उदयपुर जिल्लाबाट। हामी उदयपुरवासी हो नि त, जे गर्छ उदयपुरेले गर्छ के। यो केटी कहाँको उदयपुरेको मात्र होइन कि यो लिची कहाँको उदयपुरेको है त। यति कुरा चाहिँ याद गरौँ है त। सबैको मन मुटुमा अटाउन सक्ने जिल्ला भनेको चाहिँ उदयपुर हो। तपाईहरुलाई यहीँबाट चाहिँ जानकारी गराए ल है त। म चाख्छु, स्वाद लिन्छु अनि तपाईहरुलाई भन्छु। एकदम जुसी, मिठो, गुलियो हुन्छ है यो चाहिँ। फेरि यसमा चिनी हाल्नु पर्दैन, कुनै मिसावट छैन, केमिकल छैन।